हेलो नमस्ते साथीहरु, फेरि हाम्रो एसएसबी इभी शोरूम विराटनगरमा चाहिँ अफर लिएर आएको छ। नयाँ अफर के छ भन्दाखेरि तपाईले यो भिडियो स्किप नगरी हेरिदिनु है त। तपाईहरुको लागि यो लङ रेन्ज भएको 150 किलोमिटर माइलेज दिने खालको इलेक्ट्रिक स्कुटर विथ लिथियम ब्याट्रीमा लिएर आएको छौं। 72 भोल्ट 40 एम्पियरमा लिथियम ब्याट्रीमा तपाईको ब्याट्रीमै 3 वर्षको वारेन्टी पाउन सक्नुहुन्छ है। 2 वर्षको तपाईको ब्याट्रीको चाहिँ रिप्लेसमेन्ट ग्यारेन्टी नै हुन्छ। 1 वर्ष चाहिँ तपाईले बनाएर दिने चाहिँ 3 वर्ष लगाएर हामी चाहिँ दिने गर्छौं है त। यो चाहिँ लिथियम ब्याट्रीमा छ। माइलेज पनि यसको 150 किलोमिटर हो। मोटर पावर भनेको यसको 3000 वाटको हो। नर्मली तपाईको अब पहाड साल जुन ठुकै भेटार जान पनि यो एकदम सजिलो हुन्छ। यो एकदम राम्रो स्कुटर हो, एकदम पावरफुल भएको हो हैन। यसको टप स्पिड पनि 65 60 70 हुन्छ, त्यति हुन्छ है त। बसेर तपाईको 60 छ। म यो स्कुटरको फ्युचर्स चाहिँ भन्छु है त तपाईहरुलाई। यसको फ्युचर्स खास गरी तपाईले अगाडि पछाडी दुईटै डबल डिस्कमा हुन्छ हैन। 12 इन्चको टुइलेस टायर हुन्छ है त। यसको लोड क्यापेसिटी भनेको तपाईको 150 देखि 200 केजी सम्म पनि हुन्छ भन्दाखेरि तपाईले डबल बसेर मज्जाले राइड गर्न सक्नुहुनेछ है त। र यहाँ तपाईले म लिथियम ब्याट्री चाहिँ खोलेर नै हेराउँछु है त। यहाँ हेर्नु लिथियम ब्याट्री कतिको ह्याभी हुन्छ। यहाँ चाहिँ तपाईको लेखेको हुन्छ 72 भोल्ट 40 एम्पियरको लिथियम ब्याट्री है त। यो एकदम ह्याभी ब्याट्री हुन्छ। यहाँबाट निकालेर पनि तपाईले चार्ज गर्न सक्नुहुनेछ है। यो भित्र हुन्छ लिथियम ब्याट्री एकदम राम्रो। यहाँ चाहिँ सामान चार्जर राख्ने, यहाँ चाहिँ एमसीबी रहेको छ खासमा है त। र यसको यहाँ हेर्नुहुन्छ भने यहाँ चाहिँ हेर्नु है, सस्पेन्सन हेर्नु। यसको सस्पेन्सन एकदम राम्रो छ। साफ तपाईको पेट्रोल स्कुटरको लागेको छ। 3000 वाटको मोटर पावर हुन्छ है त। र यो यताबाट साइडबाट हेर्दाखेरि तपाईले ठ्याक्कै डबल डिस्क देखिन्छ है। दुईटा कलरमा हामीसँग छ, रेड ब्लू कलरमा रहेको छ। पछाडीबाट देख्दाखेरि यस्तो छ है त। यो चाहिँ तपाईको खोल्दा नि मिलो है त। तपाईलाई अलिक स्टाइलिश बनाउनु मन छ भने यो खोल्दा नि भयो, या त तपाईले बच्चाबच्चीले बसारी यो राइड गर्न स्कुल पुर्याउन एकदम राम्रो हुन्छ है त। पछाडीबाट तपाईको लुक्स यस्तो रहेछ। यो चाहिँ रेड कलरमा, यो चाहिँ तपाईको ब्लू कलरमा। यो भनेको तपाईको ग्रीन पावरको G80 कम्पनीको चाहिँ मोडल रहेको छ है त। यो G80 मोडल रहेको छ। यसमा यहाँ कुरा गर्नुहुन्छ भने तपाईको खुट्टा राख्नेदेखि लिएर एकदम राम्रो छ है त। खुट्टादेखि राख्ने लिएर सामान पनि भारी बोक्नको लागि यहाँ चाहिँ देख्नुहुन्छ भने यहाँ चाहिँ मोबाइल होल्डर। यहाँ त तपाईले मोबाइल पनि चार्ज गर्न सक्नुहुनेछ। यहाँ चाहिँ राख्ने पानी सानी मोबाइल राख्ने चार्ज गर्ने। यहाँ चाहिँ तपाईको सिस्टम दिएको हुन्छ हाइलाइट लो लाइट। र यसमा खास गरी तपाईको गियर मोड हुन्छ है त। गियर मोड हुन्छ, हॉरर हुन्छ। र यो तपाईको रिभर्स पनि मोड खालको है, बसेर रिभर्स हुने खालको यो चाहिँ स्कुटर रहेको छ है त। र यसमा तपाईको नयाँ अफर के चाहिँ हो भन्दाखेरि म चाहिँ बताउँछु है। अब चाहिँ नयाँ मैले भनेको थिएँ नि, तपाईहरु यो स्कुटर लान चाहनुहुन्छ भने तपाईले यहाँ देख्न सक्नुहुन्छ बेबी कार है त। यो बेबी कार तपाईले यो लिथियम ब्याट्रीमा किन्नुहुन्छ भने यो बेबी कार एउटा चाहिँ हामी गिफ्ट दिन्छौँ है। साथमा तपाईले हामीले रेनकोट, कभर, हेलमेट सबै दिएर पनि यो चाहिँ एउटा बेबी कार पनि हामीले अफरमा राखिदिएको छौँ। तपाईले पनि हुने हैन, तपाईको फ्यामिलीले पनि हुने, तपाईहरुको बच्चाले पनि हुने खालको एउटा चाहिँ बेबी कार हामीले यहाँ राखिदिएको छौँ हैन। 2 वर्षदेखि लिएर 12 वर्षको बच्चालेसम्म हुन्छ हैन। 5 केजी देखि लिएर तपाईको 30 केजी सम्मले लोड बोकिहाल्छ एकदम मजाले। स्कुटर लान चाहनुहुन्छ भने कहाँ चाहिँ आउनुपर्छ भन्दाखेरि ठ्याक्कै तपाईले यहाँ देखिसक्नुहुन्छ बस्नेतको एसएसबी इभी शोरूम विराटनगर मुनाल पदमा छ। ठ्याक्कै तपाई यता हेर्न सक्नुहुन्छ। यता चाहिँ हेर्न सक्नुहुन्छ ठ्याक्कै बरगाछी छ। बरगाछी यहाँबाट 100 मिटर मात्र छ।